विप्लव भन्ने बित्तिकै धेरै नेपालीहरूको दिमागमा आउँछ बन्द अनि हडताल। तर हामीले बुझेको विप्लव के बन्द हडताल गर्ने र देशमा आमूल परिवर्तन चाहने एउटा क्रान्तिकारी नेता मात्र हुन् कि यतिले मात्रै उनको वास्तविक परिचय दिन सक्छ? के उनी एक क्रान्तिकारी नेता हुन् कि कहिलेकाहीँ सुनिने गरेको नेपालको आतङ्ककारी समूहका नायकी हुन्? कुरा सुरु गरौँ 2077 को एउटा निर्मम हत्याको घटनाबाट। साल मङ्सिर 23 गते मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा रहेको सरस्वती विद्यालयका प्रिन्सिपल 54 वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर निर्मम हत्या गरिन्छ। घटना भएको केही समयपछि नै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाको जिम्मेवारी लिँदै यो घटना प्रतिशोध स्वरूप गरिएको घोषणा गर्छ। विप्लव समूहको दाबी अनुसार श्रेष्ठको भूमिकालाई लिएर पार्टीसँग विगतमा केही विवाद उत्पन्न भएको थियो। यस घटनापछि विप्लवसहित 42 जना विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरिन्छ। तर प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्दैन। लामो अनुसन्धानपछि प्रहरीले विप्लव समूहका मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गर्न सफल हुन्छ। घटनाको गम्भीरता र विप्लव समूहको भूमिकालाई लिएर सुरक्षा निकायहरू थप सतर्क भन्दै उक्त समूहका अन्य नेताहरूमाथि निगरानी बढाइरहेको थियो। स्थानीय समुदायमा भने यो हत्याले ठूलो त्रास र असुरक्षा सिर्जना गरेको देखिन्थ्यो। यो घटना हुनुभन्दा पहिले पनि विप्लव नेतृत्वको उक्त समूहले 100 भन्दा बढी स्थानमा बम विस्फोट गराएको, 4 व्यक्तिको हत्या गरी घटनाको जिम्मेवारी लिएको, 2 जनालाई अपहरण गरेर फिरौती उठाएको र देशका विभिन्न स्थानमा हतियारसहित धम्की दिँदै ठूलो मात्रामा चन्दा सङ्कलन गरेको प्रहरी रिपोर्टहरूमा उल्लेख थियो। साथै समूहले सरकारी संरचनाहरू, निजी व्यवसायहरू र ठूला परियोजनाहरूलाई निशाना बनाउँदै हिंसात्मक गतिविधिहरू जारी राखेको भन्दै सुरक्षाकर्मीहरू उनीहरूलाई नियन्त्रणमा लिन सक्रिय रूपमा लागेको देखिन्थ्यो। आखिर देशमा यत्रो ठूला आपराधिक गतिविधि सञ्चालन गर्ने समूहका नायक नेत्रविक्रम चन्द विप्लव को थिए? यत्रो ठूलो घटना घट्दासम्म पनि उनीमाथि सरकारले किन कारबाही गर्न सकिरहेको थिएन? 2052 सालमा सुरु भएको माओवादी जनयुद्धमा नेत्रविक्रम चन्द सेकेन्ड मिलिट्री कमान्डरको रूपमा सक्रिय थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका विप्लव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी पार्टीका महत्त्वपूर्ण नेता मानिन्थे। देशका विभिन्न ठाउँमा भएका माओवादी आन्दोलन तथा तत्कालीन राजसत्ता विरुद्धको सङ्घर्षमा उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनको सङ्गठनात्मक क्षमताले गर्दा उनी पार्टीभित्र प्रभावशाली नेताको रूपमा स्थापित भए। युद्धकालमा रणनीतिक योजना बनाउनेदेखि सैन्य गतिविधि सञ्चालन गर्नेसम्मका कार्यमा उनको महत्त्वपूर्ण योगदान रहेको थियो, जसका कारण उनी नेतृत्ववृत्तमा झनै प्रभावशाली बने। युद्धकालदेखि रणनीतिक योजना बनाउनदेखि सैन्य गतिविधि सञ्चालन गर्ने सम्मका कार्यमा उनको महत्त्वपूर्ण योगदान रहेको थियो, जसका कारण उनी नेतृत्ववृत्तमा झनै प्रभावशाली बने। 2065-63 को जनआन्दोलनपछि देशमा राजतन्त्रको अन्त्य भयो। जनआन्दोलनमा निर्णायक भूमिका खेलेको माओवादी पार्टी पनि शान्ति प्रक्रियामा प्रवेश गर्यो र 2065 सालमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्यो। तर केही माओवादी नेताहरू यस सम्झौतासँग असन्तुष्ट देखिन थाले। विप्लव, मोहन वैद्य किरण र रामबहादुर थापा बादल जस्ता प्रमुख नेताहरूले यो सम्झौताले क्रान्तिको मूल लक्ष्यलाई धोका दिएको भन्दै विरोध गरे। उनीहरूको तर्क थियो कि वैज्ञानिक समाजवाद र जनवादी गणतन्त्र स्थापनाको लक्ष्य शान्ति प्रक्रियाले अधुरै छाड्यो। यसै असन्तुष्टिका कारण 2068 सालमा मोहन वैद्य किरण नेतृत्वमा माओवादी पार्टी विभाजन भयो। विप्लव पनि किरण पक्षमै रहेर क्रान्ति निरन्तर अघि बढाउने पक्षमा उभिए। केही समयपछि उनले किरण पक्ष पनि संसदीय राजनीतिमा नजिकिएको भन्दै आफ्नो पृथक धार स्थापना गरे। विप्लवले सशस्त्र क्रान्तिलाई निरन्तरता दिनुपर्ने बताउँदै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको स्थापना गरे। उनका अनुसार नेपाली जनताले खोजेको व्यवस्थालाई संसदीय राजनीतिले पूरा गर्न असक्षम छ र क्रान्तिको अन्तिम लक्ष्य समाजवादी राज्य स्थापना गर्नु नै हो। उनका यी विचारहरूले माओवादी आन्दोलनभित्र एक गहिरो बहस जन्माएको थियो। सुरुमा उनीहरू सबैको विचार एउटै थियो, जबसम्म हतियारले देशको सरकार पूर्ण रूपमा कब्जा हुँदैन तबसम्म क्रान्तिकारी माओवादको आन्दोलन बन्द गर्नु हुँदैन। विक्रम सम्वत 2068 सालमा माओवादी पार्टी विभाजन भई मोहन वैद्य किरण नेतृत्वमा नेकपा माओवादी गठन भयो। विप्लव पनि पार्टी छोडेर किरण समूहमै जोडिए। यसको मुख्य उद्देश्य थियो शान्ति सम्झौतालाई नमान्ने र संविधान सभाको निर्वाचनलाई बाहिर बसेरै विरोध गर्ने। तर पछि किरण नेतृत्वको पार्टीभित्र पनि मतभेद बढ्दै जान थाल्यो। विप्लवले
फुलेर किरणको पनि विरोध गर्दै निष्क्रियको आरोप लगाउन थाले। झन्झन कुरा बिग्रिन थालेपछि 2071 सालमा विप्लवले छुट्टै नेपाल कम्युनिस्ट पार्टी विप्लव स्थापना गरे र हिंसात्मक सङ्घर्ष गर्ने घोषणासहित भूमिगत रूपमै व्यवस्था विरोधी आन्दोलन सुरु गरे। यो समयसम्म आइपुग्दा रामबहादुर थापा बादल भने प्रचण्डकै पार्टीमा फर्किसकेका थिए। अहिले उनी पार्टी परिवर्तन गरेर नेकपा एमालेमा प्रवेश गरेका छन्। विक्रम सम्वत 2071 देखि विक्रम सम्वत 2077 सालसम्म विप्लव समूहले गरेको हत्या र आपराधिक गतिविधिहरू। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले काठमाडौँसहित देशभर श्रृङ्खलाबद्ध विस्फोटन गर्ने र घटनाको जिम्मेवारी लिने कामहरू 2 वर्षमा झन्झन फस्टाएर जान्छन्। कति विस्फोटनमा आफ्नै सङ्गठनका मान्छेहरूको समेत मृत्यु हुन्छ। एन्सेल BTC कम्पनी रहेको र नेपालमा निरन्तर कर छल्ने गरेको आरोप लगाउँदै विप्लव समूहले देशभर विभिन्न स्थानमा रहेका एन्सेल टावरहरूमा बम विस्फोटन गर्न थाल्छ। विक्रम सम्वत 2075 को फागुन 9 गते ललितपुरको नक्खुमा रहेको एन्सेल कार्यालयमा भएको विस्फोटनमा परेर केही व्यक्ति घाइते हुन्छन् र एकजनाको ज्यान समेत जान्छ। विक्रम सम्वत 2075 को चैत्र 12 मा काठमाडौँमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटनमा एकै दिनमा 4 जनाको ज्यान गएको थियो। हप्तौँसम्म विद्यालय बन्द हुँदा, बाटोमा हडताल र कार्यालयहरूमा तालाबन्दी हुँदा जनजीवन पूर्ण रूपमा प्रभावित हुन पुगेको थियो। आम जनतामा आएको त्रासका कारण सामान्य जनताहरूको गाडीहरूलाई समेत स्कटिङ गर्न सरकारले आदेश दिनु परेको थियो। बन्द हडताल, चक्काजाम र सडक आन्दोलनहरू पनि बेला बेलामा निकाल्ने गरेर देशलाई अस्तव्यस्त बनाउने गरेको विप्लव समूहले मुख्य नारा भने सधैँ सरकारी विरोधी नै लगाइरहेको हुन्छ। आफ्ना कार्यकर्ताहरू पक्राउ परेपछि छुटाउनको लागि भए पनि उनीहरू नेपाल बन्दको घोषणा गर्थे, ठाउँ ठाउँमा पर्चा बाँड्थे अनि जनतामा त्रास फैलाउँथे र छापामार शैलीमा तोडफोड गर्थे। बाहिर निस्किएर आन्दोलन गर्नुभन्दा पनि जनतामा त्रास फैलाएर नै आफ्नो बन्द हडतालको प्रभाव पार्नतर्फ लाग्थे। व्यापारीहरू र सामान्य जनतालाई जथाभावी पिट्ने, चन्दाको नाममा मन परे पैसा उठाउने, दिउँसै समातेर लग्ने र जथाभावी पैसा माग्ने जस्ता कामहरूमा विप्लवको सङ्गठनको सहभागी भएको देखिन्छ। विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको घोषणा। 20 फागुन 2075 मा देशमा केपी ओलीको सरकार थियो। विप्लव समूहले अपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोटन गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको निष्कर्ष निकाल्दै सरकारले उनको पार्टीमाथि प्रतिबन्ध लगाउने घोषणा गर्छ। सरकारले देशमा बढ्दो आपराधिक गतिविधि र संसदमा उठेको चर्को दबावपछि विप्लव समूहलाई एउटा आपराधिक सङ्गठनको रूपमा घोषणा गरेर सङ्गठनमा समावेश भएका सबै व्यक्तिहरूलाई एक एक गर्दै समात्न थाल्यो। त्यसको लगभग 6 महिनाभित्रमा मोरङ घटना अघि नै देशभरिबाट 2000 भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरी प्रहरीले कारबाही गरेको रिपोर्टमा उल्लेख छ। तर पनि सङ्गठनका आपराधिक गतिविधिहरूमा खासै कमी भने आएको थिएन। विप्लव समूहले प्रहरी कारबाहीलाई राज्यद्वारा दमनको रूपमा व्याख्या गर्दै आफ्नो अभियानलाई अझ आक्रामक रूपमा अघि बढाइरहेको थियो। विभिन्न स्थानमा चन्दा आतङ्क, अपहरण, बम विस्फोट तथा सुरक्षा निकायमाथि आक्रमणका घटनाहरू निरन्तर भइरहेका थिए, जसले राज्य संयन्त्रलाई ठुलो चुनौती थपेको थियो। पार्टीका कार्यकर्ताहरू एक एक गर्दै धमाधम समातिन थाल्दा पनि विप्लव भने हराइरहन्छन्। उनको कतै अत्तो-पत्तो हुँदैन। उनीहरूले भूमिगत रूपमा नै आफ्नो आन्दोलनलाई अघि बढाउन भने सफल भइ नै रहन्छन्। 26 फागुन 2077 मा प्रहरीले नेकपा माओवादी विप्लव समूहका 12 जिल्ला इन्चार्जलाई पक्राउ गर्यो। सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच 3 बुँदे सहमति। फागुन 21, 2077 को दिन कसैले नसोचेको एउटा सभा आयोजना हुन्छ। 2 वर्षबाट भूमिगत भएर बसिरहेका विप्लव एकाएक हात हल्लाउँदै काठमाडौँको सभागृहमा देखा पर्छन्। केपी सरकारले आयोजना गरेको उक्त कार्यक्रममा उनकै पार्टी र उनी आपराधिक सङ्गठनका नायक मानिएका विप्लवका लागि आयोजना गरिएको थियो। त्यस दिन सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच 3 बुँदे सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम थियो। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिन्छ। सहमतिकै तेस्रो बुँदामा लेखिएको हुन्छ, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमति भएको छ। अब यो केपी सरकारको चतुर दिमाग थियो या के भन्नै सकिन्न।
किनभने नेपालको अपराध सम्बन्धी मुलुक फौजदारी कार्यविधि संहिता 2074 को दफा 116 को उपदफा 6 मा स्पष्ट उल्लेख गरिएको छ कि लागु औषध, मानव बेचबिखन, झुटा राहदानी, भ्रष्टाचार, नागरिकता, वन्यजन्तुको अवैध कारोबार, सम्पत्ति शुद्धिकरण, प्राचीन स्मारक संरक्षण लगायतका गम्भीर प्रकृतिका मुद्दाहरू फिर्ता लिन मिल्दैन। तर सरकार विप्लव समूहसँग शान्ति वार्ता गरी उनका मुद्दाहरू फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ, जसको कार्यान्वयनका लागि कानुनी परिमार्जन गर्नुपर्ने देखिन्छ। यसबारे हालसम्म कुनै पनि सरकार गम्भीर रूपमा अघि बढेको छैन। यदि सरकारले प्रतिबद्धता पूरा गर्ने हो भने यसले राज्यप्रति विद्रोही समूहको अविश्वास अझै बढ्न सक्छ। अर्कोतर्फ कानुन संशोधन गरी मुद्दा फिर्ता लिने निर्णय गर्दा कानुनी राज्यको सिद्धान्तमाथि नै प्रश्न उठ्न सक्छ। यसैले यो विषयमा नेपालमा कानुनी र राजनीतिक बहसको एउटा गम्भीर मुद्दा बनेको छ। त्यसैगरी अपराध संहिताको दफा 52 अनुसार जातीय हत्या, दफा 56 अनुसार जासुसी मुद्दा, परिच्छेद 6 को दफा 129 अनुसार हात हतियार तथा खरखजाना उत्पादन गर्ने, मर्मत गर्ने मुद्दा पनि फिर्ता हुँदैनन्। विप्लव समूहका धेरैजसो नेता र कार्यकर्ताले अवैध हात हतियार राखेको, विस्फोटक पदार्थ, अपहरण लगायतका मुद्दा खेपिरहेको कारण धेरैजसो नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिन मिल्दैन। यस्ता कति मुद्दाहरू अदालतमा अझै पनि विचाराधीन नै छन् भने कति विप्लव समर्थक र तत्कालीन कार्यकर्ताहरूले भने रिहाई पाइसकेका छन्। तर अझै पनि उनी आफ्नो दृष्टिकोणहरू स्पष्ट रूपमा राखिरहेका छन्। ओली, प्रचण्ड तथा अन्य नेताहरूलाई धोकेबाज, अवसरवादी र बेइमानीको आरोप लगाइरहेका छन्। उनले शान्ति प्रक्रियालाई क्रान्तिको समाप्ति भन्दै संसदीय सिस्टमलाई असफल भनी आलोचना गरिरहेका छन्। साथै वर्तमान सत्ताधारी दलहरूले जनयुद्धको उद्देश्यलाई बिर्सिएको र केवल सत्ताका लागि सम्झौता गरेको उनको आरोप रहँदै आएको छ। विप्लवलाई हेर्ने दृष्टिकोण समय र परिवेश अनुसार परिवर्तन हुँदै गएको देखिन्छ। कोही उनलाई नेपाली समाजको वास्तविक मुक्ति चाहने क्रान्तिकारी नेताको रूपमा लिन्छन् भने कोही उनलाई राज्य सत्ता विरोधी हिंसात्मक गतिविधिहरूमा संलग्न एक कठोर चरित्रको व्यक्ति मात्र ठान्छन्। उनको अराजक व्यक्तित्व, विचारधारात्मक कट्टरता र वैचारिक स्पष्टताले उनलाई अन्य नेताभन्दा फरक बनाएको छ। उनी अझै पनि विज्ञान सम्मत समाजवादको वकालत गरिरहेका छन्। विप्लव बारम्बार वाम एकता, नेपाल कम्युनिस्ट आन्दोलनको निरन्तरता र वर्ग सङ्घर्षको अपरिहार्यता जस्ता मुद्दाहरूलाई उठाइरहेका हुन्छन्। नेपाली राजनीतिभित्रै रहँदा पनि उनी प्रचलित संसदीय व्यवस्थालाई खारेज गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्ने धारणा राख्छन्। उनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा अझै पनि सत्ताको मूलधारमा नरहेको भए पनि कतिपय ठाउँमा उनको प्रभाव देखिन्छ। उनले एमसिसीको विरोध गर्दै राष्ट्रघाती सम्झौता भन्दै सडक आन्दोलन गरेका थिए भने बेला बेलामा बिआरआईलाई नेपालका लागि अवसरको रूपमा चित्रण गर्ने गरेका छन्। कतिपयले विप्लवको यो दोहोरो व्यवहारलाई अवसरवाद भन्छन् भने उनका समर्थकहरू यसलाई यथार्थपरक राजनीतिक व्याख्या ठान्छन्। उनका विचार र गतिविधिलाई लिएर नेपाली राजनीतिक वृत्तमा विभाजित धारणा पाइन्छ। उनी अहिले पनि विभिन्न अदालतका मुद्दाहरू झेलिरहेका छन्, जसका कारण उनलाई अपराधीका रूपमा पनि हेरिन्छ। हुन त प्रचण्ड स्वयंले जनयुद्धका क्रममा मारिएका करिब 17,000 मध्ये 5,000 जनाको जिम्मा लिने कुरा सार्वजनिक रूपमा स्वीकार गरिसकेका छन्। यदि विप्लवलाई राजद्रोह र आतंककारी ठानिन्छ भने प्रचण्डलाई त्यसभन्दा फरक व्याख्या किन गरिन्छ भन्ने प्रश्न समय समयमा उठ्ने गरेको छ। यस विषयमा अनेकौं बहस हुने गरेका छन्। कतिपयका अनुसार विप्लवको विचार अहिले पनि प्रचण्डको सुरुवाती अवधारणासँग मिल्दोजुल्दो देखिन्छ, तर विप्लव संसदीय राजनीति स्वीकार गर्न अझै पनि तयार छैनन्। उनको राजनीतिक गतिविधि केवल सशस्त्र विद्रोह वा सङ्घर्षमा मात्र सीमित छैन। कहिले उनी कृषि क्रान्तिका कुरा गरिरहेका हुन्छन् भने कहिले भ्रष्टाचार विरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका हुन्छन्। उनी नेपालको वर्तमान राजनीतिक प्रणालीलाई टिकाइराख्न कठिन छ भन्ने धारणा राख्छन्। उनको पार्टीको साङ्गठनिक संरचना फेरबदल भइरहे पनि उनी पार्टीको महासचिवका रूपमा सक्रिय छन्। नेपाली राजनीतिमा उनको भूमिकालाई लिएर अझै पनि विभिन्न कोणबाट विश्लेषण गरिन्छ र उनी अझै पनि वाद विवादको केन्द्रमा छन्। हवस् त, आजलाई यति नै। नमस्कार।